हेलो एन्ड गुड मर्निङ एभ्री वान। आज चाहिँ टिका एन्ड सबैजनालाई ह्याप्पी भाइ टिका। अनि के भन्छ, अब आज हामी पनि सेलिब्रेट गर्दैछौँ टिका। होपफुल्ली तपाईँहरू पनि सेलिब्रेट गर्दै हुनुहुन्छ। अनि हामीले हाम्रो दिदीहरूलाई धेरै मिस गरिरहेछौँ, झर्ना दिदी, सृष्टि दिदी अनि शीतल बहिनी जो चाहिँ बाहिर हुनुहुन्छ। मलाई टिका लगाइदिने चाहिँ सीमा बहिनी जो चाहिँ हामी सँगै छन् होइन। सो आजको दिनमा चाहिँ आउ ब्रेक सम क्लिपहरू एन्ड आल ट्राई टु मेक इट एज अ ब्लग होइन। सो पछि गएर हेर्दा चाहिँ रमाइलो होस् होइन। सो आजको वेदर चाहिँ सो फाइन, यु क्यान सी द माउन्टेन्स ओभर देयर होइन। अब चाहिँ भर्खर उठेको, फ्रेस हुन्छु। अनि त्यसपछि आजको दिनमा के हुन्छ I'll show you है त। Stay tuned। आज चाहिँ यस्तो छ ल। तिमी उड्ने त्यो हवाई जहाज नभनेको भावी। हमरा चाहिँ यहाँ टक्क रेडी भइसक्यो। भाइ चाहिँ टक्क गेममा। अब यहाँ के छ, के पाक्दैछ त आज हाम्रो छामाले चाहिँ चिकन बनाउँदै हुनुहुन्छ। छामालाई कस्तो लागिरहेछ त? रमाइलो होइन। काली त मेरो भाइ चाहिँ ओभर गेमर प्रो म्याक्स। अनि यहाँ चाहिँ हाम्रो माला टक्क रेडी भइसकेको छ, मालाहरू है। ल चाहिँ मेरो सबसे कान्छो भाइ सन्देश, यो मेरो भ्लगमा चाहिँ तँलाई के भन्नु मन छ? दिदी, झर्ना दिदी, सृष्टि दिदी, शीतल दिदीलाई चाहिँ के भन्नु मन छ ल भन् त। ह्याप्पी दियार। मेरो भाइलाई चाहिँ 10मा कति रेट गर्न चाहनुहुन्छ हजुरहरूले? रेट गरिदिनु न क्युटनेसमा। युट्युबमा ब्लगर है। जोन राईको गीत नसुरी किन कसरी दिन सुरुवात गर्ने हामीले है, यस्तै छ। अब हामी बस्छौँ टक्क लगाएर। यस्तो छ भ्यू त हाम्रो तिहारको चाहिँ। बहिनी र छामा भाइ ओके।
ल ओके पुरै पछिबाट लगाइदिएको भए सिधा हुन्थ्यो क्या हो कि है हजुर पछिबाट लगाइदिएको भए सिधा हुन्थ्यो क्या बरु अब म यहाँ उभिन्छु यो तिनीहरू बस्छन् क्या म यस्तरी यहाँ यस्तरी उभिदिन्छु ल हो त्यस्तो गरेँ नि ल अहिले त आइज अघि अहिले त आइज के त ल हेर ल नराम्रो खाला है ल भाइ दिदीहरूलाई के भन्नु छ जनाती सृष्टि शीतल आई एम लक्की लक्की हो सन्देशलाई के भन्नु छ भाइ दिदीहरूलाई के भन्नु छ नमस्कार ए दिदीलाई चाहिँ नमस्कार हो भन्ने म ढुक गरेँ हाम्रो चाहिँ टिको लाउने कार्यक्रम चाहिँ अब सकियो अनि अब हामी जाँदैछौँ खाना खानु त्यसपछि भेटौँला अलिअलि टिकटक सिकटक बनाउनु पर्यो होइन अनि सन्देश हाम्रो ग्रुप सेल्फी हाम्रो यही हो आजको ग्रुप छामा बाई बाई दाई बहिनी ल अल सी यु सुन बाई बाई आज त्यस्तै छ मेरो भर्खर 8 क्लासमा पढ्ने भाइको कला हामी चाहिँ यसो जमिरहेछ है सब इन्डिया र अस्ट्रेलिया बिचको गेम हेर्दै क्युजे हुन्छ के हेलो आज चाहिँ भाइटिकाको अर्को दिन सो हिजो चाहिँ केही नि भएन अनि भ्लग त अब इन त गर्नु पऱ्यो नि त अनि हिजो राम्रोसँग टिका लगाइयो बसियो खाइयो सबै रमाइलो गऱ्यो तास खेल्यो उनो खेल्यो बहिनी भाइ सबैसँग अनि जस केही पनि गरेन हिजो चाहिँ तर केही कुराहरू चाहिँ मिस भए जस्तै हाम्रो दिदीहरू जना दिदी सृष्टि दिदी अनि शीतल बहिनी सबै बाहिर छ अनि यो कुराहरू चाहिँ ओभर मिस हुन्छ एभ्री फेस्टिभलमा अहिले मात्र होइन फेस्टिभलमा त सबसे धेरै मिस अनि त्यसपछि अब अरू बेला पनि जति बेला पनि लाइक दिदीहरू त साथी हो नि त जे भए पनि अनि यस ओभर मिस गर्छ दिदीहरूलाई चाहिँ अब सृष्टि दिदीसँग टिका नलगाएको त 7 वर्ष भइसक्यो जना दिदीसँग 3 वर्ष भइसक्यो शीतल चाहिँ अहिले मात्र गएको हो सो जहिले गए पनि जस फेस्टिभल भनेको फेस्टिभल नै हो अनि आफ्नो मान्छे भएन भने चाहिँ त्यस्तो रमाइलो नहुने पहिला पहिला धेरै रमाइलो हुन्थ्यो अहिले भएन हुन छोडिसक्यो बिस्तारै अब बहिनी मात्र छ नि सीमा रमाइलो त भयो तर अब दिदीहरू भए अझ बहिनी अर्को बहिनी भए अझ रमाइलो हुन्थ्यो जस्तो चाहिँ लाग्छ त्यही हो अब होप फुल्ली अब अर्को वर्ष विल गेट टु सेलिब्रेट टुगेदर कोही न कोहीसँग अब सीमा सँग अर्को एकजना दिदी अथवा बहिनी जो भए पनि अथवा सबैजना भए त झन् सबसे बेस्ट नै हुन्थ्यो त्यही हो अरू त के हुनु हामीले चाहिँ हाम्रो दिदीहरूलाई धेरै मिस गरिरहेको छौँ म लगायत सबैजना अनि सिजन पनि साँच्चै सिजन पनि आएन अहिले सिजनले चाहिँ घरमै फुपूसँग लगायो कान्छोले अनि हामीले चाहिँ यता लगायौँ सो कान्छो पनि मिस भयो अहिले हामीसँग चाहिँ त्यही भएर अर्को वर्ष चाहिँ सबैले सँगै मनाउनु पायो भने रमाइलो हुन्थ्यो तर भने जस्तो इजी त हुँदैन जसै पनि होइन अब त्यही भएर त्यही हो अरू त के भन्नु सबैको तिहार राम्रो भयो होला हाम्रो पनि राम्रो भयो त्यही अब दिदीहरू मिस भयो द्याट्स इट अरू त केही होइन दिदीहरू मिस भयो बहिनी मिस भयो त्यही भएर दिस इज इट थ्याङ्क यू फर वाचिङ to subscribe my YouTube channel. I'll see you soon in the next vlog. Bye bye.